वाच फोकल पर्सनहरूको लागि फिकल स्लोज म्यानेजमेन्ट सम्बन्धीको 4 दिने तालिमको तेस्रो दिनमा हामी वीरेन्द्रनगर 1 तारेभिरमा रहेको फिकल स्लोज ट्रिटमेन्ट प्लान्टको स्थलगत अध्ययन गर्न हामी गइरहेका छौँ र अब हामी वीरेन्द्रनगरको बाट करिब आधा घन्टाको समयमा हामी यहाँ पुगिसकेका छौँ। यहाँ भने यो कसरी अपरेटिङ भइरहेको छ, यसको म्यानेजमेन्ट कसरी भइरहेको छ भन्ने कुरा हामी विस्तृत जानकारी लिनेछौँ र यहाँको स्थलगत अध्ययन गर्नेछौँ र वीरेन्द्रनगरका फोकल पर्सनले यसको विषयमा हामीलाई विस्तृत जानकारी दिनुहुनेछ र आजको हाम्रो भ्रमणको उद्देश्य मुख्यतः यसको सबैलाई नमस्कार। म मायाराम शर्मा वीरेन्द्रनगर नगरपालिकामा इन्जिनियर छैटौँमा कार्यरत र एफएसटिपी फोकल पर्सन पनि हो। अनि अब म यहाँहरू सबैलाई स्वागत गर्न चाहन्छु। यो हाम्रो एफएसटिपीमा हजुरहरू भ्रमण गर्न आइदिनु भएकोमा हजुरहरूलाई एकदम धन्यवाद छ। र म अब एफएसटिपीको बारेमा हजुरहरूलाई एउटा जानकारी दिन्छु। यो भनेको होल्डिङ ट्याङ्क हो। अब ट्याङ्करबाट गाउँमा बजारमा जसको ट्याङ्कर भरिएपछि हाम्रा 3टा सेवा प्रदायक संस्था छन्, ती निजी क्षेत्र, उनीहरूको नम्बर हामीले विभिन्न वेबसाइटमा त्यसपछि ठाउँ बोर्डहरू बनाएर बजारहरूमा टाँसिदिएका छौँ। अनि त्यसपछि उहाँहरूले हामीलाई फोकल पर्सनलाई सम्पर्क गर्नुभयो भने हामी 3टाको नम्बर दिन्छौँ। उहाँहरूसँग तपाईँहरू कन्ट्याक्ट गर्नु। अब बार्गेनिङ पनि उहाँहरू आफै गर्नुहुन्छ। अब के कसरी अब 6,000 देखि 8,000 बार्गेनिङ गरेर त्यसरी ल्याएको हामीले अब अहिलेसम्मको जानकारीमा छ। अनि त्यो मध्येमा अनि 1,000 चाहिँ नगरपालिकालाई त्यो तिर्छु जो यो एफएसटिपी युज गरे बापत 1,000 नगरपालिकालाई बुझाउनुहुन्छ। यहाँ हाम्रो यो पिच यो कच्ची सकिएपछि त्यहाँनिर पिच सुरु हुने ठाउँनिर एउटा हाम्रो इन्ट्री पोस्ट छ। त्यहाँ चाहिँ एकजना हाम्रो त्यो रकम रसिद काट्ने मान्छे बस्नुहुन्छ। अनि त्यहाँ रसिद काटिसकेपछि त्यसरी त्यो ट्याङ्कर आउँछ। अनि यहाँ चाहिँ त्यो ट्याङ्कर यहाँ आइसकेपछि हाम्रो यहाँ अपरेटर बस्नुहुन्छ। त्यो अपरेटरले अनि त्यो कति नम्बर रसिदबाट कुन ट्याङ्कर आयो भन्ने एउटा हामीले फर्मेट बनाइदिएका छौँ। कति बजे त्यो टाइम सहित सबै लेखेर अनि त्यो ड्राइभरको साइन गराउनुहुन्छ र त्यो फर्मेट पुरा एउटा पाना भरिएपछि मलाई पठाउनुहुन्छ। मैले त्यसलाई कोबो एकाउन्टमा इन्ट्री गरेर त्यो चाहिँ त्यसलाई अपलोड गरेर अनि त्यसलाई रेकर्ड राख्ने गरेको छ। अनि त्यसपछि त्यो अब ट्याङ्कर आयो यहाँ खसाल्छ। खसालेपछि अब यो 10 घनमिटरको छ होल्डिङ ट्याङ्क हो यो। अनि यसबाट अब यतातिर हामीले सबैतिर चारैतिर बराबर हिसाबले पठाउनको लागि अब मिलाएर अब यो यहाँ तल यो यहाँ बटरफ्लाई बल्ब छ। त्यसपछि यो हामी यो स्क्रिनिङ च्याम्बर हो यो यहाँबाट। अनि यो खोलिसकेपछि यहाँबाट स्क्रिनिङ भएर अनि जान्छ यहाँ पाइपहरूमा। यहाँ चाहिँ ठाउँमा 3 ठाउँमा 4 ठाउँमा त्यहाँ पनि बटरफ्लाई बल्ब राखेको छ। अनि त्यसपछि त्यहाँबाट यहाँ फ्लेक्सिबल पाइप पनि छ ठाउँमा त्यहाँबाट। अनि जुन साइडमा आवश्यक छ त्यहीँको भल्भ खोलेर अनि हामी त्यो स्लबलाई एउटा पठाउँछौँ र सबैतिर बराबर हुने गरेर त्यसरी स्लब जान्छ। हामीले सुरुमा चाहिँ यो होल्डिङ ट्याङ्क बनाएको थिएन होइन। यो होल्डिङ ट्याङ्क चाहिँ पहिले यो सुरुमा स्क्रिन थियो अनि यो अरू थियो। यो पछि थपेको किन थप्यो भन्दाखेरि चाहिँ पछि यो ट्याङ्करहरू आउँदाखेरि चाहिँ हामीले के दिन्छ उनले त्यो डिसलजिङ गर्दाखेरि जुन उसको गेट भल्भ खोल्छ नि त, गेट भल्भ खोल्दाखेरि चाहिँ अलिकति यो हाम्रो पहिले अब प्र्याक्टिस चाहिँ हाम्रो पनि लेसन लर्न के भन्दाखेरि चाहिँ त्यो चाहिँ स्प्ल्यास हुन थाल्यो कि होइन, फैलिनु थाल्यो, छर्किनु थाल्यो। अब त्यसलाई के गर्ने भन्दाखेरि कन्ट्रोल मेकानिजम के गर्ने भन्दाखेरि चाहिँ यहाँ भयो भने चाहिँ एकै ठाउँमा हुन्छ। अनि पछि यसलाई चाहिँ कन्ट्रोल चाहिँ अपरेटरले चलाउने भयो। अनि उनीहरूलाई पनि कहिलेकाहीँ के हुन्छ भन्दाखेरि चाहिँ फोन गरेको हुन्छ उहाँले भने चाहिँ त्यहाँ इन्ट्री गरेपछि त यहाँ अपरेटर नआएको हुन्छ, कहिलेकाहीँ बिहानै ल्याइदिन्छ कि। अनि पहिले उहाँलाई फोन गरेको हुन्छ अपरेटरलाई। उनलाई सहिले के भन्दाखेरि यहाँले आएर चाहिँ कम्तीमा खसालिदियो भने उता जान पाइयो, अपरेटरले आएर चाहिँ अनि कहाँ पठाउने यहाँ पहिले यहाँ खोल्यो। त्यसको आधारमा चाहिँ त्यो 4वटा भल्भमा चाहिँ पहिले कुन एरियातिर पठाउने उसले चाहिँ अल्टरनेटमा चाहिँ त्यसरी पठाउँछ। यो चाहिँ सजिलो चाहिँ त्यसको लागि हुने हो जताततै नछरियोस् भनेर चाहिँ। अब अहिले तपाईँहरूले देखिहाल्नु यो 10 घनमिटरको छ होइन सर? 10 घनमिटर ओके ल सर। त्यो छ होइन। अब त्योमा बजेटको अभावको कारणले अहिले 2टा मात्रै बनेको छ। यो खास के भने यो लाइनबाट यताको यो प्लान्टमा त्यसपछि अर्कोमा यसरी क्रमशः छानिएर जाने, योबाट यो साइडकोमा जाने सिस्टमले यो बनाएको छ। अब अहिले चाहिँ के छ भने 2टा मात्रै भएको कारणले अहिले यसमा हामी खसाल्छौँ। यसमा के छ भने 1 मिटर 40 सेन्टिमिटर गहिराई छ यो खाल्डो। 140 गहिराईमा 70 सेन्टिमिटरमा फिल्टर मिडिया राखेको छ। अनि यसमा
सबभन्दा पहिला तल चाहिँ खनेर बराबर लेभल बराबर भन्दा पनि यो बिचमा एउटा रिसिभिङ ओइल भन्ने चाहिँ इनार छ होइन, त्यो इनारमा पानी जाने गरेर स्लोप मिलाएर अनि त्यसपछि यिनी पर्कुलेटेड पाइपहरू यो पाइप देखिएको छ नि यस्तोमा पाइप राखिएको छ अनि ती पाइपहरूमा पाल छ तल अनि सबभन्दा तल यो एचडिपी मेम्ब्रेन त्योभन्दा माथि त्यो पाइप राखेर त्यसपछि जियो टेक्सटाइल राखेर अनि त्यसपछि 40 mm को गिट्टी मोटो गिट्टी तल 40 सेन्टिमिटर जति हुन्छ त्योभन्दा माथि फेरि अब 10 mm को गिट्टी अनि त्योभन्दा माथि चाहिँ बालुवा अब 20 सेन्टिमिटर 10 सेन्टिमिटर र 40 20 र 10 अनि त्यो चाहिँ 70 सेन्टिमिटरको फिल्टर मिडिया छ। अनि यो यहाँ यो हाम्रो त्यो बालुवाको माथि चाहिँ स्लट छोड्छौँ, त्यो स्लट बिस्तारै अब त्यो तल छानिएर तल जान्छ, यो पाइप मार्फत त्यहाँ रिसिभिङ ओइलमा जान्छ। रिसिभिङ ओइलबाट यो प्लान्टमा फिल्टर भएपछि त्यसपछि त्यो प्लान्टमा जान्छ, त्यहीँ त्यो रिसिभिङ ओइलबाट उता जान्छ, त्यो त्यहाँ पनि फिल्टर भएर त्यहाँ पनि यस्तै सिस्टम छ। अनि त्यही अनुसार त्यहाँ फिल्टर भइसकेपछि त्यहाँको रिसिभिङ ओइलमा जम्मा हुन्छ, त्यहाँबाट फेरि उतापट्टि हामी अब पोल्युसन पन्ड बनाएको छ। त्यो पोल्युसन पन्ड के हो भने त्यसलाई त्यसमा विभिन्न स्टेप छ, अहिले हामी जान्छौँ विभिन्न स्टेप छ, त्यसरी पानी त्यहाँ जम्मा भएर बिस्तारै 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 झर्दै जाने र त्यहाँभन्दा अगाडि फेरि 10 मिटर लम्बाइ 1 मिटर चौडाइमा त्यो त्यहाँ पनि फिल्टर मिडियाहरू राखेर नर्कट सर्कट लगाएर अनि त्यहाँबाट फिल्टर भइसकेपछि बल्ल जमिनमा छोड्ने यसको सिस्टम छ। अनि कहिलेकाहीँ ब्लक केही भयो भने खोल्नु पऱ्यो भने ऊ तल फेरि एउटा खोल्नलाई हब राखेको छ जमिन मुनि नै, ऊ जानुभएको नि हो त्यही नजिक अब त्यहाँ छ, त्यहाँबाट हामी खोलेर सफाइ गर्छौँ। यो दुईटा जुन तपाईँले त्यहाँ स्क्रिन छ होइन अनि दुईटा त्यहाँ गेट भल पनि छ बटरफ्लाई भल होइन, त्यसको मुख्य उद्देश्य के भन्दाखेरि हामीसँग यस्तो चाहिँ 6वटा युनिट हुन्छ होइन। आज हामीले फर्स्ट फेज मात्रै बनायो, फर्स्ट फेजमा यस्तो 6वटा युनिट चाहिँ अझ 4वटा बनाउनु पर्ने छ होइन। तर अहिले दुईटालाई नि अहिलेको तत्कालको डिमान्डलाई चाहिँ यसले नि टिक गर्छ भनेर ठिक छ, तर फर्दर चाहिँ अब अझ 5 वर्ष 10 वर्ष त बढ्ने भयो नि त, अझ बनाउनु पर्छ भन्ने चाहिँ प्लान त छ, पैसा पनि अब त्यसरी नै सहकारी गरिरहेको छ। अब यसको चाहिँ यो हामी यो बसेछौँ नि यो वाल छ नि यो करिब यो 22-25 मिटर बाई 30-35 मिटरको लम्बाइ छ होइन। यो एउटा चाहिँ यो चाहिँ सबै आरसिसीको छ कि हाम्रो म्याडम सरले भने जस्तै यसको हाइट जुन 174 छ नि 1 मिटर 70 सेन्टिमिटर छ लम्बा हाइट चाहिँ। अनि तल चाहिँ फुट फाउन्डेसन चाहिँ त्यो तपाईँको 35 सेन्टिमिटर र 1.20 को चाहिँ छ कि यसको वरिपरि चाहिँ फुट फाउन्डेसन वरिपरि यो तल चाहिँ ढलान गरेको छैन होइन। अनि यो चाहिँ कस्तो छ भने हामीले सुरुमा चाहिँ प्लान गर्दाखेरि जुन त्यो माथि यो भयो होइन, यो माटो भयो हाम्रो जमिनको त्यसलाई अनि बालुवाले भर्यो, बालुवामाथि जियो टेक्सटाइल माथि यो पुरै ढाकेको छ, जियो टेक्सटाइल पनि ढाकेको तर त्यो माथि यो ढाकेको छ यो कालो, यो पुरै ढाकेपछि के गर्यो भन्दाखेरि चाहिँ त्यो माथि चाहिँ सरले भने जस्तै चाहिँ हामीले चाहिँ 170 चाहिँ जो 70 सेन्टिमिटर छ नि 40मा पहिलो लेयर लगायो ठुलो खालको गिटी ठुल्ठुलो 2 इन्च डाएको 40 सेन्टिमिटर, त्यसमा 20मा चाहिँ 1 इन्च डाएको फेरि लगायो होइन। अनि थर्ड लेयर चाहिँ माथिको लेयर भनेको चाहिँ यो जुन सोलरभन्दा तल चाहिँ के छ स्यान्ड छ बालुवा, त्यो चाहिँ 10 सेन्टिमिटरको बालुवा छ होइन त्यो लगायो। अनि त्यो माथि चाहिँ हामीले प्लान्ट रोपेर चाहिँ अनि स्लजहरू चाहिँ यसरी हाल्ने चाहिँ गरिरहेको छ। यसरी हामीलाई फिकल स्लज ट्रिटमेन्ट प्लान्टको विषयमा यसको कन्स्ट्रक्सन कसरी भएको छ, यसका अन्य व्यवस्थापनका कुराहरू विषयमा हामीले बिगी सर र फोकल पर्सनबाट विस्तृत जानकारी लियौँ र आफ्नो पालिकामा कसरी यस्तो किसिमको बनाउन सकिन्छ भन्ने किसिमको केही कन्सेप्ट चाहिँ तयार भएको छ। यो चाहिँ के छ भने इन्टिग्रेटेड भनौँ न वेस्ट म्यानेजमेन्ट भनौँ न, त्यो चाहिँ सोलिड वेस्ट पनि हो फिकल स्लज पनि म्यानेज गर्ने भनेर त्यसो चाहिँ हामीले डिजाइन गरेको कि यो पार्टमा चाहिँ सोलिड वेस्ट यो पार्टमा चाहिँ फिकल स्लज अनि त्यहाँ चाहिँ माथि चाहिँ अफिसहरू होइन अनि के अरे पब्लिक टोयलेटहरू त्यसपछि अनि त्यहाँको सेग्रिगेसन सोलिडहरू अनि त्यसलाई कम्पोस्टिङ बनाउने ठाउँहरू पनि हामीले चाहिँ त्यसरी डिजाइन गरेको हो कि त्यो चाहिँ इन्टिग्रेटेड व्यवस्था राम्रो छ। फेरि यो बनाउनलाई मात्रै खर्च लाग्ने हो, बनाइसकेपछि यो आफै आत्मनिर्भर छ। किनकि जस्तै नगरपालिकामा हामीले जो प्रत्येक ट्याङ्कर टिप शुल्क लिन्छौँ नि त्यसले त त्यो 7 लाख जति उठ्छ 1 वर्षमा, तर हाम्रो यहाँ 2 जना अपरेटर हुनुहुन्छ उहाँहरूको तलब 18,000 प्रति महिना छ, 18 2 जनाको 36,000 भयो, त्यसले त 4.5 लाख जति मात्रै हुन्छ भने पैसा बचत नै हुन्छ क्या। त्यस्तो छ यो केही पनि अरू लगानी छैन यहाँ, खालि त्यही हो कहिलेकाहीँ सामान्य मर्मत समार गर्ने हो, त्यो बचेको पैसाले भइहाल्छ। पानी चाहिँ टेस्ट चाहिँ कुनमा हुन्छ? पानी त सबै टेस्ट हुन्छ, हामीले त्यो ट्याङ्की देख्यो नि ठुलो ट्याङ्की पहिले स्लजले अब त्यहाँ टेस्ट गर्छ होइन। दोस्रोमा जुन त्यो
रिसिभिङ वेल छ नि त्यहाँबाट पानी चाहिँ त्यहाँ टेस्टिङ भयो अनि त्यसपछि यहाँ पनि रिसिभिङ वेल छ त्यो तेस्रो यहाँ टेस्टिङ भयो होइन त्यसपछि चौथो यो हुने भयो अनि तपाईँले चाहिँ यो एफएसटिपी प्लानको अन्तिम स्ट्रक्चर हो यो चाहिँ फ्लोसिङ पन्ड। यसले सम्पूर्ण चरण पार गरेर आएको अन्तमा आएको यो चाहिँ सफा पानीको रूपमा परिणत भइसक्ने अवस्थामा गएको हुन्छ। यहाँ एरोबिक मेथडबाट पानीलाई थप फिल्टर गरेर अब भने यो पानीलाई पुनः जमिनतिर पठाउनका लागि तयारी अवस्थामा रहेको छ। आजको यस भ्रमणबाट हामीले एउटा एफएसटिपी सञ्चालन गर्दा कुन कुन चरणमा के काम गर्नुपर्ने रहेछ र यसको स्ट्रक्चर कस्तो हुने रहेछ भन्ने कुरा बुझेर हामीले अन्तमा सामूहिक फोटो खिचेर हामी यो तालिमको उद्देश्य र फिल्ड भिजिटको उद्देश्य पुरा गरेर हामी पुनः वीरेन्द्रनगर फर्केका थियौँ। धन्यवाद, नमस्कार।